प्लिज बे गर्नु रे भन्नुभएको छ हैन जोडी कस्तो मिलेको जोडी भनेर कस्तो मिठा मिठा कमेन्टहरु आछन् के तपाईहरु दुई जनाले हेर्नु भएको छ अहिले भर्खरै हेरेको के भन्छन् कमेन्ट औ त्यो कसले छोडेको त्यो थाहा भएन कसले भनेको त्यस्तो थाहा भएन तर प्लिज बे गर्नु जोडी चाहिँ स्वागत छ रे खतरा देखेको छ भन्नुभएको थियो त्यो कमेन्टलाई के भन्न चाहन्छ त गीतलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म त्योलाई त्यो कमेन्टलाई सम्भावना छ दुई जना त्यो त भन्न मिल्दैन अहिले त हैन बिचारा उहाँ पनि त सानै हुनुहुन्छ म पनि त सानै छु अहिले भर्खर 18 वर्ष मात्रै पुग्यौं ए उहाँ पनि 18 ए थाहा छ त्यो कुरा पनि सोधिसक्नु भयो तपाई एकदमै अघि नै सोधेको हैन त्यस्तो बोलेर हैन इशाराले उहाँले अब दाइ भनिसकेपछि उहाँ सबैले सोध्नुभयो कि होइन कति वर्ष हो र दाइ यताउति भन्दाखेरि त्यसरी थाहा भयो महिनाको मात्र केही फरक हो नत्र त को जेठो तपाईहरुले त्यही भएर उहाँलाई सम्मान गर्छु दाइ भनेर ए दाइ नै भन्ने अनि फेरि साथी भन्छु चाहिँ ए साथी भन्ने साथी भन्ने हो कि दाइ भन्ने हो कि भाइ भन्ने हो त म त दाइ नै भनेर सम्मान गर्छु उहाँ केही महिनाको फरक भयो नि अब म साथी राम्रो हुन्छ नि हैन त विनोद के हो म त केही बोल्दैन यो बारेमा के बोल्नु पर्यो एउटै उमेरको साथी भेट भएको छ नि उहाँले दाइ भनेपछि तपाईलाई चित्त दुख्छ नै दाइ भने नि ठीक छ साथी भने नि ठीक छ जे भने नि ठीक छ कमेन्टमा त बिहे गर्नु पर्यो भनेर आइरहेको म के बोल्ने त्यस्तो अब त्यो माया भन्ने त मलाई थाहै छैन माया कस्तो हुन्छ नि थाहा छैन नि अझै बेला भएको छैन नि है विनोद जिस्का मात्रै हो यो है ओके अब एकअर्काको बारेमा के कुरा मलाई त के सोच लाग्छ भनेपछि यस्तो बिएसीए भन्दा अगाडि मलाई एउटा अलि त मान्छेको हुन्छ नि त पहिला अब नपत्याउनेले आजकल पत्याउँछन् फोन नगर्नेले फोन गर्छन् मेसेज नगर्नेले गर्छन् त्यस्तो भयो अब त्यस्तो भएपछि अब मलाई लाग्यो कि मान्छे हैन केही बन्नुपर्ने रहेछ केही बन्छु अनि केही बन्छु पहिला अनि बनेर बुवा आमालाई राम्रोसँग बसालेर यता भयो भने बल्ल म बिहेको बारेमा सोच्ने हैन बुवा आमालाई त बहुत माया गर्छ कि बहुत माया गर्छ बुवा आमाको लागि एउटा घर त जसरी पनि बनाइदिन्छ भन्छ अनि अहिले त्यो पैसा छ नि कस्तो 1 रुपैयाँ खर्च गर्दैन मैले त्यो कति कमाउनु भयो अहिलेसम्म मैले त्यस्तो मलाई थाहा छैन त्यो बारे म त गाउँ जान्छु गीत गाउँछु फर्किन्छु त्यस्तो मैले कुरा गरेको छैन कुरा गर्नु भएको छ अहिले छ नि गीतबाट चाहिँ कति पैसा कमाइ भइसक्यो थाहा छ गीतबाट चाहिँ के थाहा छ कि नै त्यो हैन तिमीसँग अहिले कति छ भन त मसँग लागेको म भनिदिन्छु मसँग अहिले ठ्याक्कै कति छ अहिले ठ्याक्कै कतिपयले उहाँलाई दिनुहुन्छ अनि कतिपयले मलाई हाल्दिनुहुन्छ अनि मलाई हाल्दिएको चाहिँ 4 जनाले अनि 3 जनाले मलाई हाल्दिनु भएको छ मलाई अनि बाँकी उहाँकै खातामा छ अहिलेको खातामा नै उहाँलाई क्यास त छ हैन 5000 20000 5000 10000 ए 5000 मसँग चाहिँ भाइको 30 5 35000 छ मसँग अनि भाइसँग चाहिँ कति छ लगभग कति होला 15 त्यस्तै होला 15 छ 15 भनेपछि 55-60 हजार जति लगभग हैन यो छोटो समयमा 60 हजार 50 ओके 50,000 कमाई गरिसक्नु हो तपाईले अब गर्यो भन्दा कसरी भयो त्यो मलाई थाहा छैन अब अर्का देशमा जाँदा तर पनि हाम्रो फेरि त्यो पैसा आउनु पनि छ बाँकी हैन बिना लगभग 2-3 वटा आज रेकर्ड भएको उहाँहरुको पैसा आएको छैन छ जस विद्युतको इच्छा चाहिँ के छ भने अब जसरी हुन्छ घर चाहिँ बनाउनु पर्छ म तपाईले बोलिसक्नु भएको छ दाइ हैन अनि म तपाईले सक्नु भएन नि म थपथाप गर्छु हैन यो पैसा त राख्ने हो घर बनाउने हो भन्छ बिचारा आफ्नो आमा बुवालाई चाहिँ एकदमै माया गर्छ के एकदमै आमा बुवा भाइलाई पनि धेरै आफूले पढ्न पाएन तर मैले मेरो भाइलाई चाहिँ पढाउँछु भन्छ कति राम्रो जसरी पढाउने भाइले म कसरी पनि पढाउने होला त आफू त यस्तो भइयो अब आफूलाई उहाँको टङ थाहा छैन इङ्ग्लिस यता अब त्यस्तो बोल्न आउँदैन अनि उ त अलि पढ्यो भने त अलि अगाडि बढ्यो केही बोल्न सक्ला केही गर्न सक्ला त्यही त्यस्तो लाग्छ